हेलो सबैजनालाई नमस्कार। आज हरिशयनी एकादशी यानि कि तुलसीको बिरुवा रोप्ने दिन। को व्रत बस्दै हुनुहुन्छ? म पनि व्रत बस्ने सुरुमा छु। सबै रेडी गर्दैछु है। तुलसीको बिरुवा रहेको छ अनि मठमा सार्नको लागि माटो रेडी गर्दैछु के म चाहिँ। सबै सामानहरू रेडी गरेर अब चाहिँ हामी पूजाको तयारी गर्दैछौँ। अनि त्यसपछि फुल प्रसाद माटोहरू सबै रेडी गरेर पूजाको लागि तयार गर्दैछु। तामाको भाँडामा अनि जल राखेर अनि त्यहाँ माथि माटो राखेर तुलसी रोप्नु भनेर चाहिँ मैले युट्युबतिर नै भिडियो देखिरहेको थिएँ, टिकटक युट्युबतिर पनि। अनि मैले त्यसरी नै तुलसीको बिरुवा रोपेँ। एकादशीको पनि ठुलो एकादशी भनेर हामीले पहिला सम्बोधन गरिन्थ्यो। अझै पनि हामीले कतै सुन्नमा पाइन्छ। हरिशयनी र हरिबोधिनी एकादशीलाई हामीले ठुली एकादशी भनेर पनि सम्बोधन गरिन्छ। आजको एकादशी चाहिँ हरिशयनी एकादशी रहेकी छन्। असार मासको शुक्ल पक्षको एकादशीलाई हामीले हरिशयनी एकादशी भनेर सम्बोधन गरिन्छ। हरि भन्नाले भगवान विष्णुलाई बुझिन्छ भने शयनको अर्थ चाहिँ सुत्नु हो। असार शुक्ल पक्षको एकादशी तिथिमा भगवान श्रीहरि क्षीरसागरमा गई शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। पुराणहरूमा उल्लेख भए अनुसार आजकै दिनदेखि भगवान श्रीहरि क्षीरसागरमा गई 4 महिनासम्म शेषनाग रूपी शयनमा आराम गर्नुहुनेछ। असारको शुक्ल एकादशीमा शयन गरी भदौको शुक्ल एकादशीमा चाहिँ कोल्टे फेर्नुहुन्छ। त्यसैले त्यो एकादशीको नाम रहेको छ हरिपरिवर्तनी एकादशी। र त्यसै गरी कार्तिकको शुक्ल एकादशीमा उहाँ जागा हुनुहुन्छ। त्यसैले त्यो एकादशीको नाम चाहिँ हरिबोधिनी एकादशी रहेको छ। असार शुक्ल पक्षको हरिशयनी एकादशीलाई उत्सवको रूपमा मनाई आजकै दिनबाट चौमास व्रत पनि सुरु गरिन्छ। हरिशयनी एकादशी, हरिपरिवर्तन एकादशी अनि हरिबोधिनी एकादशीलाई हामीले विशेष गरी उत्सवको रूपमा पनि मान्दै आएका छौँ। भगवान श्रीहरि शयन हुने बेला अनि भगवान श्रीहरि कोल्टे फेर्ने बेला र भगवान श्रीहरि जागा हुने बेलालाई हामीले विशेष गरी उत्सवको रूपमा मनाउने, विशेष पूजा आराधना गरिन्छ। आज सारिएको तुलसीको वृक्षलाई हामीले विशेष गरी कन्याको रूपमा पनि मान्न सकिन्छ। किनकि आजको 4 महिना पछाडि जुन हरिबोधिनी एकादशी भगवान श्रीहरि जागा हुनुहुन्छ, त्यसै दिन कार्तिक शुक्ल पक्षको एकादशीको दिन विशेष गरी दामोदर शालिग्रामसँग तुलसीको विवाह गरेर उत्सव मनाइन्छ। यो 4 महिना विशेष गरी शुभ कार्यहरू हुन्छ नि, जस्तै विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू कमै हुने गर्छन्। जुन दिन शालिग्रामसँग हामीले तुलसीको विवाह गरिन्छ त्यस दिन पश्चात हामीले चाहिँ शुभ कार्यहरू गर्नलाई, विवाह व्रत जस्ता माङ्गलिक कार्यहरू गर्नलाई शुभ मानिन्छ। तुलसीको पूजा आराधना गर्नाले भगवान श्रीहरि प्रसन्न रहने मान्यता रहेको छ। तुलसीलाई धार्मिक रूपमा एकदमै पवित्र वृक्ष मानिन्छ। त्यो सँगसँगै प्राकृतिक हिसाबले पनि राम्रो मानिन्छ। त्योभन्दा पनि बढी धेरै उपयोग हुने ठाउँ चाहिँ आयुर्वेदिक औषधिहरू जुन हामीले बनाउँछौँ त्यसको लागि एकदमै राम्रो मानिन्छ तुलसीको पत्ताहरू। यसै गरी आज पनि मैले आफूले जानेको विधि अनुसार आफ्नो तुलसीको मठमा तुलसीको वृक्ष रोपण गरेको छु।
पूजा आराधना सकिसकेपछि फुल प्रसाद ग्रहण गऱ्यौँ हामीले। अनि हजुरहरूले विशेष गरी एकादशीको दिनमा के खानुहुन्छ? हाम्रो छोरोलाई भगवान् श्री हरिले सदैव रक्षा गरून्, कल्याणम अस्तु। सानो एकादशी व्रतको दिन हजुरहरू के खानुहुन्छ? विशेष गरी अन्न चाहिँ खानु हुँदैन भनिन्छ है, सो सबैलाई थाहा भएकै कुरा हो। मैले पनि चिया पानी फलफुलहरू खाएँ दिनमा चाहिँ। अनि घर अवस्थाको दिन है, अलिअलि काम त भइ नै हाल्छ, घरको यताउति सरसफाइ कति हो कति। अनि म चाहिँ आफ्नो कामतिर लागेँ। छतमा फुलहरू रोप्नु पनि थियो। बिहान चाहिँ मैले सयपत्री फुल किनेर राखेको थिएँ, त्यहीलाई रोपेँ। अनि सरसफाइतिर लागेँ। मायालु त्यो मिठो मिठो बोली धुनबानी गुन्जियो यो मनमा, तिम्रै लागि मैले रोपेको सयपत्री फुल आजको मेरो काम। अरू पनि गरेका थिएँ तर देखाउन चाहिँ मैले यति देखाएँ ल। बेलुका तुलसीको मोठमा यसरी बत्ती बालेर आरती गरेर, अनि यो चाहिँ हाम्रो देउताको बस्ने देउताको थान भनौँ न, देउताको थान रहेको छ। देउताको थानमा नि बत्ती बाल्यौँ, तुलसीको मोठमा नि बत्ती बाल्यौँ। अनि चाहिँ के खाने त बेलुका भनेर भन्दा चाहिँ बुवाले चाहिँ रोटी खान्छु भन्नुभयो। मैले सकबाट अन्न नखाऊँ भनेर मैले चाहिँ आलु फ्राई गरेर खाना खोजेको। बुवालाई चाहिँ रोटी बनाइदिएँ, बाबुलाई चाहिँ जाउलो बनाइदिएँ। अनि म चाहिँ आलु फ्राई गरेर खाना खोज्दैछु। यो चाहिँ रहेको छ आजको मेरोको खाना, दुधसँग अनि आलु फ्राई। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? हरिशयनी एकादशीको विषयमा म आफूले जानेको कुराहरू चाहिँ यो भिडियो मार्फत प्रस्तुत गरेकी छु। हेरेर लाइक, कमेन्ट, सब्सक्राइब, सेयर सबै गरिदिनु होला। भगवान् श्री हरिले हामी सबैको कल्याण गरून्। बाई बाई, सी यू नेक्स्ट भिडियो। भुल्न खोज्दा छन् याद आयो।